यस्तो स्विजरल्यान्ड र सिङ्गापुर चाहिँ बनाउँथे है टोलीहरूले जस्तो पहिले सागर वा हिमालय पनि जो नागौला भन्दथे अहिले आँगनसम्म पुग्नु पर्दा पनि साथी गुहार्ने भए भने जस्तो बाबुरामले सिङ्गापुर बनाउँछु भने हो नि त यिनीहरूले जातीय राज्य बाँड्दै 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 हिँड्या हो नि त यो त मान्नुहुन्छ नि तपाईँ अनि टोलीहरू के पनि भन्छ भने आत्मनिर्णयको अधिकार सहित भन्छन् आत्मनिर्णयको अधिकार भए त केन्द्रबाट हामी प्रान्त छुट्यौँ भन्न नि पाए नि त अनि सबै फुट्दै 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 गएपछि प्रचण्डले नै भने यो उपत्यका त नेवा राज्य हो गुगलमा गएर हेर्नुहोस् है अनि नेपाल त के हुने हो भन्दा उपत्यका मात्रै हुने भयो अनि सिङ्गापुरको र चाहिँ तपाईँको चाहिँ नि उपत्यकाको चाहिँ तपाईँ चाहिँ क्षेत्रफल हेर्नुहोस् ल उस्तै छ सिङ्गापुर त बनाइहाले प्रचण्डले स्विजरल्यान्ड भन्छ नि त समग्र मधेस एक प्रदेश भनेर त्यो पनि टक्क काटेपछि तराई सर्लक्क चाहिँ नि हाइवेदेखि दक्षिण चाहिँ अर्कै चाहिँ होइन देश बनाएपछि स्विजरल्यान्ड त हिमाल र पहाड मात्रै हो आर्य दिल्लीजी त विकासका लागि पो भनेको त उहाँहरूले विकासका दृष्टिकोणले त्यो होइन विकास त आफ्नो पेट विकास गर्छन् है यति नै हो विकास त आफ्नो पेट विकास गर्छन् है यति नै हो।